नेताहरू गुफा डाँडा आइपुग्दा भने वातावरणै बदलिन्छ। हेलिकप्टरबाट ओर्लिएपछि उनीहरू भन्छन् मैले गुफा डाँडा नजिकबाट बुझेँ। जनता सोचिरहन्छन् हेलिकप्टरबाट हेरेको बुझाइ कति गहिरो होला। भाषण सकिएपछि नेता फर्किन्छन् तर भाषणको आवाज चाहिँ महिनौसम्म डाँडामा गुन्जिन्छ। गुफा डाँडामा सभा हुँदा कुर्सी कम र ताली धेरै हुन्छ। नेताको भाषण यति लामो हुन्छ कि घाम पश्चिमबाट पूर्व फर्केला जस्तो लाग्छ। भाषणमा विकास दौडिरहेको हुन्छ तर गाउँमा गोरु अझै उही विस्तार हिँडिरहेको। सबैभन्दा रमाइलो कुरा त के हो भने गुफा डाँडा विकासको पाइलट प्रोजेक्ट हो। यहाँ हरेक योजना उद्घाटनमै समाप्त हुन्छ। उद्घाटनको रिबन काटिन्छ, फोटो खिचिन्छन् अनि योजना आरम्भ गर्नु गुफामै। तर गुफा डाँडाका मानिसहरू हाँस्छन्। उनीहरू भन्छन् हामीसँग सडक छैन तर धैर्यको अभाव छ। सायद यही हाँसोले गुफा डाँडाको जोगिएको छ। विकास नआए पनि व्यङ्ग्य चाहिँ सधैँ आइरहन्छ। अन्त्यमा भन्नुपर्दा गुफा डाँडा कुनै ठाउँ मात्र होइन, यो हाम्रो व्यवस्थाको प्रतीक हो। जहाँ भाषण डाँडा जस्तै अग्ला छन्, काम गुफा जस्तै गहिरो, अँध्यारोमा हराउँछन्। गुफा डाँडा हाँस्दै भन्छन् आउनुहोस् अर्को चुनावमा फेरि भेटौँला। धन्यवाद।